ज्यादाखेरि नन स्टप बाइक राइड गर्छ अब हाम्रो डेभिड बाइकको पालो अब मुगलिङमा खाना खाएपछि अब हामी चाहिँ नि बिस्तारै अब नेक्स्ट डेस्टिनेसनको लागि हिँड्दैछौँ। त्यो पुरा नयाँ सबै टन्नै इभी गाडीहरू आएको छ त यार होइन, सबै अनटेस्टवालै होला सायद राखेको गाडीहरू। यार यस्तो खतरा बजार रहेछ। ग्राउन्ड चाहिँ नि घुम्नु पऱ्यो यहाँ कस्तो रहेछ, अब कुन होटेलमा बस्ने हेर्नु पर्ला। ल भ्यू झलल्ल क्या दामी हुने रहेछ साँझमा त। जाम हामी पनि निकै रात पऱ्यो। मर्निङ अहिले हामी चाहिँ नि भर्खर ब्रेकफास्ट गरेर अब हामी चाहिँ नि आफ्नो यात्राको तर्फ लाग्दैछौँ। मर्निङ टाइममा मान्छेहरू ठिकाना आउनु कहाँ नलागेको निकै भिड रहेछ। स्टार्टिङको निकै राम्रो दामी सिन रहेछ। यो चाहिँ कुन ठाउँ रहेछ, झर्ना चाहिँ नि बवाल दामी रहेछ। वाउ यो यहाँबाट चाहिँ नि निकै राम्रो झर्ना रहेछ। अब गेस्ट हाउस हजुर हामी त यहाँ बसेन, तर यहाँ छैन होल गरेर एकछिन बसेर यहाँको आनन्द लिन छैन निकै राम्रो रहेछ। हामी 1 घन्टा कति मिनट गरे 15 मिनटमा आइपुगेछ। यताबाट चाहिँ नि गोसाइकुण्ड जाँदो रहेछ, हामी चाहिँ नि यता अब लाङटाङको तर्फ जाँदैछ। पहिरो यहाँ पछि चाहिँ नि 2 घन्टापछि बल्ल हजुरले होटेल भेट्नुहुन्छ यहाँ खाएन भने। सायद अगाडि पहिरो जाने ठाउँ छ होला, त्यही भएर नाम पहिरो भएको होला। यात्रामा अहिले हामी ब्याम्बो आइपुग्यौँ। यहाँ एकदम निकै राम्रो ठाउँ रहेछ। माथिबाट हेर्दा पुरा खोला बगेको, त्यो पुरा बगेछ खोलामा। फाइनली ब्याम्बो आइपुग्यो हामी 2 घन्टा 18 मिनटमा। यसको हाइट चाहिँ नि 1970 मिटर रहेछ। बाटोमा जस एउटा मृग चाहिँ नि फेरि लेन्सलाई एरिया चाहिँ नि बर्खाको टाइममा आउन चाहिँ नि निकै खतरा हुँदो रहेछ है। वाउ सायद अब लाङटाङ भ्यालीको भाइब्सहरू आउँदैछ जस्तो छ। यहाँ सिप र प्लेन। वाउ यहाँ स्याल पनि देखियो यहाँको जेस।
माथि गर्दा गर्दा अब लाङटाङ भ्यालीको टपमा आइपुग्न लाग्यो। यहाँ हल्का चिसो सुरु होला जस्तो छ, त्यही भएर विन्ड सिटर लाउन स्टार्ट गऱ्यो। पहाड ठ्याक्कै पहाडको तलपट्टि छौँ हामी। छिट्टिँदैछ खतरा है, मान्नुपर्छ यस्तो मान्छेलाई हिँड्न थाक्छ। यहाँ यस्तो बोकेर उहाँ माथिसम्म पुऱ्याउँदैछ। ननस्टप हिँडाएर बिचमा लन्च ब्रेक पछि चाहिँ अहिले हामी 11 घन्टामा चाहिँ हामी यो लाङटाङ आइपुगेछौँ। आज चाहिँ टार्गेट छ केन्जिन गुम्पासम्म। हेरौँ अगाडि हिँड्दै जाऊँ कति बजी पुग्छ। मजाले कुहिरो लाएर थोरै टुप्पा मात्रै देखिरहेछ है। नन स्टप वकिङ अफ 13 hours we finally reach Kenjing Gumpa. Thanks to these two dogs who guided us through dark. Hello, good morning from Kenjin Gumpa. अहिले मर्निङको 6 बजेको छ। यहाँबाट देख्न सक्नुहुन्छ कि दामी हिमालको भ्यू देख्न सकिन्छ। कस्तो अहिले चाहिँ नि क्लियर भएको छ मौसम चाहिँ नि। ग्रिनरी माउन्टेनमा बिचमा यो एउटा माउन्टेन पनि देखिरहेछ। अलिअलि बरफ त रहेछ अझै पनि। केन्जिन ट्रीको भ्यू पोइन्ट जाँदैछौँ। हेरौँ कति घन्टा लाग्छ यहाँबाट। बिहानको मर्निङको भ्यू पनि एकदम दामी देखिरहेछ। र लाङटाङ बजार, केन्जिन गुम्पाको बजार र यो लाङटाङ हिमालहरू पुरा मजाले ल्यान्डस्केपमा पुरा देखिरहेछ। थाहा छ है, जान लाएको थिएन कि म त उसको लागि हो क्या, यो भिडियोको लागि अलिकति उतापट्टि गएको। सिन देखाइदिए कुहिरोले ढाकिन लगायो उता पछाडिको। ल